धेरै वर्ष पहिले एउटा सानो कुवामा एउटा भ्यागुतो बस्थ्यो। त्यो भ्यागुतो जन्मेदेखि नै कुवामै बसेको थियो। उसलाई लाग्थ्यो यो कुवा नै संसारको सबैभन्दा ठूलो ठाउँ हो। एक दिन त्यहाँ एउटा अर्को भ्यागुतो आयो जुन टाढाको पोखरीबाट आएको थियो। उसले भन्यो, साथी, संसार त धेरै ठूलो छ। नदी छ, पोखरी छ, ठूलो समुद्र पनि छ। कुवाको भ्यागुतो हाँस्दै भन्यो, होइन, यो कुवाभन्दा ठूलो ठाउँ त हुनै सक्दैन। त्यसपछि बाहिरबाट आएको भ्यागुतोले भन्यो, यदि विश्वास लाग्दैन भने बाहिर निस्केर आफै हेर्नु। केही समयपछि कुवाको भ्यागुतोले साहस गरेर कुवाबाट बाहिर निस्कियो। जब उसले बाहिरको आकाश, नदी, जङ्गल र ठूलो संसार देख्यो, ऊ छक्क पर्यो। उसले भन्यो, म त सानो कुवालाई नै सबै कुरा सम्झेर बसेको रहेछु। त्यस दिनदेखि उसले बुझ्यो कि संसार धेरै ठूलो छ र ज्ञान पाउन बाहिर निस्केर हेर्नुपर्छ। यो कथाको सन्देश, सानो ठाउँमा बसेर सबै कुरा थाहा भयो भनेर सोच्नु हुँदैन। नयाँ कुरा सिक्न सधैँ संसार हेर्नु जरुरी हुन्छ।